भुटौलमा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले डोजर आतंक बन्द गर माग गरेका हुन्। भुटौलको चौराबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। प्रदर्शनमा देवीनगर, बुद्धनगर, मझुवा र रानीगञ्ज लगायतका विभिन्न क्षेत्रका अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले बसोबासको अधिकार सुनिश्चित गर्न लाल पूर्जा वितरण प्रक्रिया अगाडि बढाउन तथा गरिबी र विपन्न नागरिकमाथि हुने अन्याय रोक्न माग गरेका छन्। प्लेकार्ड र ब्यानरसहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले डोजर आतंक बन्द गर, सुकुम्बासीलाई न्याय दे, वैकल्पिक व्यवस्था बिना हटाउन पाइँदैन लगायतका नारा समेत लगाएका थिए। कोणसभामा बोल्ने वक्ताहरूले दीर्घकालीन समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने र भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्यालाई राजनीतिक मुद्दा मात्र नबनाउन आग्रह गरेका छन्। दर्शकवृन्द, यति बेला म भुटौल उपमहानगरपालिकामा छु। यहाँ सुकुम्बासीको आन्दोलन निकै तातिरहेको छ र यहाँ भर्खर मात्र हजारौँ मानिसहरूको प्रवेश भइरहेको छ। तपाईँलाई म देखाइरहेको छु र यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। कतै उल्लङ्घन नहोस् भनेर सवारी साधनहरू पनि त्यसै गरी व्यवस्थापन गरिएको छ। विशेष गरेर नेपाल प्रहरी, ट्राफिक प्रहरीले यहाँ चाहिँ गरिरहनु भएको छ। यति बेला म भुटौल उपमहानगरपालिका अन्तर्गत ट्राफिक चोक नजिकै छु। यहाँ सुकुम्बासी को चाहिँ जुन आन्दोलन छ यो ट्राफिक चोकनिर भइरहेको छ। म यसको बारेमा तपाईँलाई विस्तृत जानकारी गराउने छु होइन। म तपाईँलाई जानकारी गराइरहेको छु र सम्पूर्ण मानवहरूलाई म कार्यक्रमलाई ढिलो नगरिकन आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनको लागि नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित सङ्घर्ष समितिको रूपन्देहीका अध्यक्ष बाजेन्द्र पौडेलजीलाई म हार्दिक अनुरोध गर्दछु र यो कार्यक्रममा सम्पूर्ण उहाँले यो कार्यक्रमको एजेन्डासहित आफ्नो भनाइहरू राख्ने हुनुहुन्छ। अध्यक्षका अनुरोधलाई दिन चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। जुन घरमा डोजर लगाउने र बिचनीमा पार्ने जुन किसिमको एउटा अभियान देशैभरि सञ्चालन गरेको छ, हामीलाई जानकारी आएअनुसार देशको 77 जिल्लामा यो किसिमको चाहिँ अभियान सञ्चालन गरेको छ। एक खालको फरमान जारी गरेको छ। अझ भन्नुपर्दाखेरि नेपाली नागरिकको चाहिँ नागरिक सर्वोच्चतालाई हनन गर्दै यो नेपालको संविधानको 2074ले सरकारी सम्पत्तिलाई स्थानीय सरकारले नै यसलाई संरक्षण वितरण गर्ने भन्ने किसिमको एउटा जुन कानुन भूमिहीन सुकुम्बासी र कुनै पनि जोखिममा परेका नागरिकहरूलाई व्यवस्थित गर्नको निम्ति, यसलाई छानबिन गर्नको निम्ति र पुनर्वास लगायतका कामहरू गर्नको निम्ति निजामती कर्मचारीलाई यो अधिकार हुँदाहुँदै निजामती कर्मचारीलाई यसलाई चाहिँ एक खालले क्लोज गर्दै नेपाल सेनाले अहिले सम्बन्धित जिल्लाका उठीवास लगाउन सक्ने अवस्था छ र यो कुरालाई मध्यनजर राख्दै नेपाल भूमिहीन सुकुम्बासी अवस्थित सङ्घर्ष समिति रूपन्देहीले देशै डोजर लगाउने मनुष्य अथवा उठीवास लगाउने जुन किसिमको हरकत गरियो भने लुम्बिनी प्रदेशहरू छन्। रूपन्देही जिल्लामा मात्र 1 लाखभन्दा बढी सुकुम्बासीहरू छन्। यो बालेन सरकारलाई माटो खुवाउनु पर्यो भने, धुलो चटाउनु पर्नु भने पनि सुकुम्बासीहरू तयार छन्। सुकुम्बासीहरूलाई यसरी यो किसिमले हरकत गरेर चलाउने भनेको गगन साहबको चाहिँ धुलोभित्र हात हाले जस्तै हो र अरिङ्गाको गोलो चलाए जस्तै हो। यसरी जसरी सुकुम्बासी भूमिहीन अव्यवस्थितहरूलाई जुन प्रकारले मत नदिँदा घरमा डोजरमा नेपाली होइन भने सोचेको छ नि, यसको हिसाब किताब आउँदैछ। फेरि चुनाव आउँदैछ। हामीले राम्रोसँग एकता राखेका छौँ। हामीले ठुलो अपेक्षा गरेका हो। बालेन सरकार, तपाईँको भ्रष्टाचार कदम विरोधी अभियानमा हाम्रो साथ छ। तपाईँको हरेक कदममा हाम्रो साथ छ। तर
मानवता सबभन्दा ठुलो कुरा हो। मानवता बिना कुनै संसारमा केही छैन। मानवता त्यही भन्छ। त्यसैले तपाईँहरू सबै स्थानीय तहकाहरू भन्छौँ, रहेका सबै जनता भन्छौँ, अहिले केही गरीब दुखी तथा अवस्थित भूमिहीन सुकुम्बासीका घर तहरा डोजर आतंक र मानसिक त्रास सबै अन्त्य गरोस् भन्नेको लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। त्यसै गरी वर्षौंदेखि बसोबास गरी आएका रूपन्देहीका लाखौं भूमिहीन सुकुम्बासी नागरिकलाई उनीहरूको बसोबास गरिरहेको स्थानमै स्थायी रूपमा व्यवस्थापन गरियोस् भन्नको लागि हामी आउने चुनावमा डोजर आतंक बन्द गर, डोजर आतंक बन्द गर। हाम्रो बस्ती हाम्रो सान, सुकुम्बासी एकता जिन्दाबाद। सम्पूर्णलाई